हिँड्दैछु दाजुभाइहरू सबको हाम्रो मनोज चर्चहरूलाई भनिसक्यो थाहा भयो सल्लाहहरूतिर के ल भन्दै आज दाइ मिलाएर पुग्यो होला त्यहाँ चाहिँ हामी कोलीको युट्युब च्यानल रामेजी ब्लगमा सबैलाई स्वागत छ दाजुभाइहरू हामी चाहिँ उहाँ हिँडिरहेको छु कहाँ रे दाइ मासु कटिङ हान्नु हिँडिरहेको छु दाजुभाइहरू उहाँ चाहिँ अगाडि चाहिँ मामा गइरहेको छ हाम्रो मामाजीले चाहिँ के मान्छेहरू पनि देख्नु परेको छ दाजुभाइहरू के गर्नु दाजुभाइहरू त्यही हो कुरो हामी उहाँ मासु कटिङ हान्नु हिँड्दैछु दाजुभाइहरू सबैजना आरामै त छ होला नि हेर्नु दाइ भन्नु न केही तपाईँ भन्नु भन्दै आज दाइ थर र भात हात दाइको यहाँ के अरे जाडोले यहाँ पन्जाको व्यवस्था गर्नुपर्ने हुन्छ हामीले दाजुभाइहरू र त्यही हो कुरो सर र यो ठाउँ कुन हो दाजुभाइहरू मलाई त खास यो ठाउँ मन्दिर सन्दिर छ यताउता मामाले ती काट्छ यता सर्लक्क लगिरहेको छ खोल्लै खोलाको बाटो दाजुभाइहरू कुरो त्यही हो दाजुभाइहरू फ्याक ल दाजुभाइहरू हामी फेरि भेट भइसक्यो मासु ब्याटी ब्यालेन्समा काटेर आइसक्यो हामी मामा भन्दा ट्याक्क हाम्रो मनोज सर्ची के धर्नु हल्लेर यहाँ थोरै हामीले ब्रेक लिनु खोजिसकेको थियौँ तर परेन मामाले पर्दैन भने भान्जा तिमी नझर भान्जा ढुक्क हौ न मामा काठमाडौँको राइडर भइसक्यो भन्नुभएको छ हामी ट्याक्क ब्याटी ब्यालेन्समा ट्याक्क अलिक भन्नु आएन होला मिलाएर पुग्नु होला त्यहाँ चाहिँ हामी मासु काटेर आएको हाम्रो मामाले चस्मा फेरि ट्याक्क लगाएको छ म भनिदिन्छु ल भनिदिनु मामा भनिदिनु हेर्नुहोस् दाजुभाइहरू पार्टी प्यालेस आइयो मासु काटेर अहिले खोलाको बाटो हिँड्दैछु अलिक कच्ची बाटो छ है हाइवे पुगेपछि अब अलिक सजिलो छ अहिले खोलाको बाटोमा अलिक कच्ची छ त्यही भएर अहिले यहाँनिर अलिक ब्रेक हान्नु अलिअलि परिराखेको छ है नत्र अहिले सर त्यही हो दाजुभाइहरू त्यही हो यहाँ हामीले चाहिँ 100 किलो काटेर आएको नि मामा 100 किलो मासु काटेर अहिले हिँड्दै 100 किलो मासु काटेर आएको प्याटी ब्यालेन्समा दाजुभाइहरू त्यही हो कुरो त्यसैले मासु भनेको हामीले पिस मासुको डगार निकाल्ने भइसकेको डगार हो कि भन्नु त हामीले मासुको त फेरि व्यवस्था त दाजुभाइहरू ठक्क मासु काटाइदिएको हुन्छ मासु काटाइदियो भने दाजुभाइहरू ठक्क त्यही हो कुरो हामी चाहिँ अब हामी हाइवे आइपुग्यो हामी ठ्याक्क हामी चाहिँ अब हाम्रो मासु पसलमा हिँडेको दाजुभाइहरू मासु पसलमा हाइवेमा मजा आउँछ दाजुभाइहरू हाइवेमा आँखै हेर्नु मामाको आँखै दाजुभाइहरू आँखै हेर्नु आँखै राम सानो हाँक्छ बाबाले लो गइ ठक्क पऱ्यो दाजुभाइहरू आँखै स्केल यस्तो त मामाको त स्केल हो यताउता दायाँ बायाँ सबै हानिदिन्छ दाजुभाइहरू त्यही हो कुरो हामी चाहिँ अब कहाँ भेट हुने भने नि ठ्याक हामी पसलमा गएपछि भेट हुनुपर्छ होइन आमा ल पसलमा गएर भेट हुनु दाजुभाइहरू ब्याक ल पार्टी ब्यालेन्सबाट 100 किलो मासु काटेको पनि हजुरहरूलाई भनिसक्यो थाहा भइसक्यो होला अनि त्यहाँको पसल आएको खाना खाने बेला भएछ लो खाना पो खाने बेला भइसकेछ दाजुभाइहरू म त छक्क होइन त्यही हो कुरो अनि त्यसपछि पसल अहिले बन्द छ दाजुभाइहरू मामा चाहिँ तल गएको छ अङ्कलकोमा ट्याक्क त्यहाँ गएको छ हाम्रो सरले चाहिँ खाना खाएर गइसक्नु भएको रहेछ त्यहाँ अनि हाम्रो यहाँ आन्टीले चाहिँ खाना पस्किनु खोज्दैछ त्यही हो कुरो दाजुभाइहरू होइन मस्त खाना खाने हो यहाँ मामा जिट्याएको यहाँ के राख्न आएको छ दाजुभाइहरू होइन 100 किलो मासु चाहिँ काटेको हो मामा खाना नखाने मामा आज नखाने रे मामा चाहिँ आज खाना ट्याक्क आज चाहिँ मामाको व्रत जस्तै हो क्या दाजुभाइहरू हो कि मामा भन्नु त व्रत जस्तै हो दाजुभाइहरू व्रत मामाले पनि यताउता मान्छ क्या ऊ के अरे मासु खासै मामाले मासुमा इन्ट्रेस्ट छैन होइन मामा हाम्रो चाहिँ मासु छ अहिले होइन मामा राँगाको मासु ल्याम पार्नुपर्ने हुन्छ तर म पनि मासु के हो यो खास यहाँ चाहिँ खाँदिनँ होइन दाजुभाइहरू ठिक्क लिमिटमा खाने बानी भएको छ मासु धेर खायो भने नि अलिकति गाह्रो हुन्छ क्या फेरि भन्देऊ न मासु बिना भातै नरुनु बस्छ अझै भनेर के भन्छ
मासु त दिनै बिर्सियो तर म खासै खानु खोज्दिनँ त्यही भएर खासै पकाउँदैन मासु ओके माम्स म आउँछु खानासाना खाएर ल आन्टीले खाना पस्किँदैछ बिस्तारै बोल्नु न फेरि अलिक बिस्तारै बोल्ने गर्नु न त नि भनेर भनिन आन्टी गफ लाग्यो ल खानासाना खाएर अहिले भेट हुनुपर्छ ल दाजुभाइहरू ब्याक ब्याक ल दाजुभाइहरू खानासाना खाएर हामी चाहिँ कहाँ भने नि यहाँ के हो यो सल्लाहघारी भन्छ माम्स सल्लाहघारीतिर आएको छु हामी राम्रो राम्रो सिसा फुटाएर यहाँ के हो यहाँ सल्लाहघारीतिर आएको छु खानासाना खाएर दाजुभाइहरू मामा चाहिँ हाम्रो यहाँ बसिराख्नु भएको छ यता हाल्नु त मामा ओए जहिले पनि पारामै हो क्या फेरि मामा ल्याङ फ्याङ पारामा हानिदिन्छ यस्तै जाने हो कि ल हामी चाहिँ हिँड्ने नि हो कि यो अनि यो काग हेर्नु त दाजुभाइहरू काग देख्दैन होला देख्नु त कस्तो नदेखे यस्तो मेरो बाबा देख्दै देखेन काग अलि देखे दाजुभाइहरू छत हेर्नु न छत राम्रा ओ छतमा उहाँ के गरिराख्नु भएको छ हाम्रो दिदी बहिनीहरूले दाजुभाइहरू पुरै लुगासुगा धोइराख्नु भएको जस्तो छ दाजुभाइहरू त्यही हो कुरो अनि दाजुभाइहरू अनि के भन्नु चाहन्छु भने नि यो के हो यहाँ के हो यहाँ बस्ने ठाउँ हो किन मामा भन्नु त यहाँ आउनु पर्यो यहाँ बसेर गफ हान्नु पर्यो मामा के भने नि दाजुभाइहरू होइन खानासाना वाइल हान्दा क्या फेरि मासु जहिले पनि मासु मात्र हुन्छ हो किन मामा भन्नु त हामी त जहिले मासुसँगै हो कि जहिले मासुसँग मात्र हो दाजुभाइहरू होइन एक दुईवटा कलाकुली मामाले देखाउने भन्थ्यो कस्तो कलाकुली हो एकचोटि कलाकुली हेरिदिनु होला मामाको ल दाजुभाइहरू फ्याक ल दाजुभाइहरू अहिले मामाको फोटोसोटो खिचेर यहाँ सब मामाको यताउता फोटोसोटो खिच्दी च्याट्ट मामाको फोटोसोटो खिचिसक्यो दाजुभाइहरू होइन आजको लागि यतैतिर इन गर्न चाहन्छु त्यसैले अब अर्को भ्लगमा हामी भेट हुनुपर्ने छ अवश्य भेट हुने छ दाजुभाइहरू चिन्ता नमान्नु चिन्ता नमान्नु ल दाजुभाइहरू अहिलेको लागि यतितिर इन गरौँ